दुई शब्द भेना के भन्नु मैले जे सोचेको थिएँ त्यो पुरा हुँदै जान्छ। मैले यो सोचेको थिएँ कि अगाडि बढोस्, धेरै राम्रो भएर जाओस् र म त्यसो देख्दैछु। त्यसमा चाहिँ म बोल्छु। यहाँ हुनुहुन्छ भेना 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 यहाँ सालो भेना सेतो सेतोमा यो ब्लग मेरो त्यो त अर्कोमा हुन्छ नि। यहाँ चाहिँ हुनुहुन्छ मेरो भेना सालो भेना आज सेतो सेतो सर्टमा छ पेन्ट पनि देखो, पेन्ट कालो कालो पुरा सेट फुल सेटमा आएको छ भेना म। यहाँ चाहिँ किनकि भेना बिना मेरो पुरा अधुरो नै छ जीवन होइन। यहाँ जति पनि सपोर्ट गर्नुभएको छ मलाई यहाँसम्म पुगाउनेमा मेन हात चाहिँ यहाँ हुनुहुन्छ मेरो भेना। उहाँ बस बस अरू साथीहरू पनि स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा होइन। आज चाहिँ माक्रापाडा बिहिबारको दिन 3 तारिक आज माक्रापाडामा हामी आइसकेको छ। युडी लुक्स क्रिएटर सक्नुहुन्छ तपाईँ पछाडिपट्टि मेरो बोर्ड लागिरहेको छ। आज चाहिँ सेलुनको ओपनिङ छ र हामीले केही पनि डिजाइनहरू केही पनि गरेको छैन। अब हामी सुरु गर्दैछ काम। आज ओपनिङ हुँदैछ 3 तारिक माक्रापाडा हाम्रो बजार सन्डे मार्केट लाग्ने थुक अपोजिटमा। यो चाहिँ सन्डे बजार लाग्ने ठाउँ र ठिक यसको अपोजिटमा तपाईँले देख्न सक्नुहुन्छ युडी लुक्स क्रिएटर आज ओपनिङ हुँदैछ। फाइनली मेरो साथीहरू पनि आइसकेको छ। हो खोइ बिसान कहाँ गराउन पछाडि तिमीहरू। फाइनली हाम्रो काम सुरु भइसकेको छ। अब हाम्रो आर्यन भाइले डस्टिङ हान्दैछ मजाले हो, धुलोहरू झार्दैछ। त्यसपछि देबु हाम्रो हान्दैछ हो। हाम्रो साथी खोइ ओ साथी कहाँ आएको तिमी झाडु हान्न छौ न साथी जाऊ न झाडु हान्न मेरो साथीले भनेर आइपो झाडु फ्याँक्दै देव पवित्र पुण्यनम एवं देव सर्वदेवनम देव पंचदेव 84 कोटि देव धाम कर्म धाम श्री धाम त्यसमा लगाउनु पानीमा त्यो साइड त्यो आउँछ साइड हाम्रो भेना पनि आइसक्नु भएको छ। हाम्रो बिसान भाइ सबैजना केटा हो। ल के भन्न चाहनुहुन्छ? भन्नु त मलाई अहिले एकछिनमा म यस्तो फुटबल लो बस्नु काट्नु भेट यताउ फ्यान खोल्यो तपाईँको गाउँतिर आइरहेछ नानीहरू राम्रो भित्राउनु भएन। त्यसमा हाम्रा भाइ वसन्त राई हुनुहुन्छ, सुजमान अङ्कल, साथमा हाम्रो मनिष भाइ आउनु भएन। आउनु दा दार्जिलिङमा आउनु भएको हाम्रो गेस्ट आउनु। नमस्कार र सर्वप्रथम धन्यवाद बधाई दिन चाहन्छु उदेश भाइलाई। उहाँले जुन सोच विचारले यहाँ एकदमै जति पनि हेर्नुभएको दर्शकहरूलाई मेरो आन्तरिक हृदयबाट सबैलाई नमस्कार। आज हाम्रा माक्रापाडा जो बजार एकदम लाग्ने गम्पु भुटान गारुचिरा अनि त्यहाँबाट भएन हाम्रो दलमरको बिचमा हाम्रो माक्रापाडा बजारमा हाम्रो प्रिया भाइले आज एउटा पार्लर खोलेर कि यहाँको मानिसहरूलाई टाढो जानु नपरोस्, यहाँ सुविस्ता होस्। जस्तो बिरपाडामा जान्छ मान्छे टाढो टाढो जाँदाखेरि
मान्छेलाई अलिक पैसा बेसी पर्छ त्योभन्दा चिप रेटमा गाउँघरमा बिहा कार्य के हुन्छ सबैको लागि नै एकदम राम्रो काम गर्नुको लागि मेरो भाइले यो पार्लर खोलेर आज यस पार्लरको उद्घाटन गरेको छ। आजको बिहिबारको दिन तपाईहरु सम्पूर्णहरु आउनुहोस्, यो पार्लरमा आएर आफ्नो जस्तो आफू सुविस्ता छ तपाईहरुलाई सबै कुरोको सुविस्ता छ, रेट पनि चिप छ अनि यति राम्रो गरेको छ। सबैले आइदिनुहोस्, सबैले यसलाई शेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् अनि भाइलाई आशीर्वाद दिनुहोस् भन्दै मेरो भिडियोलाई यही नै म अन्त गर्न चाहन्छु। सबैलाई जय श्रीराम, जय श्रीराम। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो नितेन, जो कि जेन्ट्स मेन एड्रेसर हो। उहाँ चाहिँ नितेन भाइ यहाँ माक्रापाडा बजारमा टिका लगाएर खत लगाइदेऊ। यहाँ माक्रापाडा बजारको हाम्रो मेन एड्रेसर हाम्रो नितेन भाइ। उहाँले पनि बेङ्गलोरबाट गरेर आउनु भएको, आज माक्रापाडा स्थानमा आफ्नो कला देखाउनु हुनेछ हातको। उहाँ चाहिँ अभिषेक हुनुहुन्छ लङ्कापाडाबाट। उहाँले चाहिँ युनिसेक्स हेयरड्रेसर हो, जो कि लेडिज एन्ड जेन्ट्सको हेयरको काम गर्नुहुन्छ, जो कि माक्रापाडामा अहिले जो हुनुहुन्छ अहिले अभिषेक हुनुहुन्छ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो अर्पण, जो कि गरगण्डाको युडी लुक्स क्रिएटरको फर्स्ट ब्रान्चको मेन हेयरड्रेसर। तपाईँले पहिलाको भिडियो पनि देख्न सक्नु भएको होला। युडी लुक्स क्रिएटर सेलुनको भाइ एकदम विशान परियार भाइ हुनुहुन्छ। उहाँले चाहिँ युडी लुक्स क्रिएटर फर्स्ट ब्रान्च सम्हाल्नु हुँदैछ। उहाँ नै हो हाम्रो म्यानेजर पनि युडी लुक्स क्रिएटर सेलुनको। उहाँ चाहिँ हुनुहुन्छ मेरो साथी, करण साथी, धड्कन मुटुको टुक्रा साथी हुनुहुन्छ मेरो करण साथी। यहाँ कोही आर्यन यहाँ कोही आर्यन ल आर्यन मिल्ने एकदमै साथी सङ्गत जस्तै बस्ने हाम्रो आर्यन भाइ। र एउटा खुसीको खबर, फर्स्ट ब्रान्च युडी लुक्स क्रिएटर सेलुनको फर्स्ट ब्रान्चमा ओपनिङ हुँदा मेरो भेना हुनुहुन्थेन। सेकेन्ड ब्रान्च ओपनिङ हुँदा चाहिँ मेरो भेना हुनुहुन्छ। यहाँ हुनुहुन्छ मेरो भेना, यहाँ हुनुहुन्छ भेना यहाँ सालो भेना सेतो सेतोमा। यो ब्लग मेरो त्यो त अर्कोमा हुन्छ नि। यहाँ चाहिँ हुनुहुन्छ मेरो भेना सालो भेना, आज सेतो सेतो सर्टमा छ। पुरा सेट फुल सेटमा आएको छ भेना म यहाँ चाहिँ, किनकि भेना बिना मेरो पुरा अधुरो नै छ जीवन होइन। यहाँ जति पनि सपोर्ट गर्नु भएको छ मलाई यहाँसम्म पुगाउनेमा मेन हात चाहिँ यहाँ हुनुहुन्छ मेरो भेना। यहाँ हुनुहुन्छ हाम्रो दादा, मेरो दादा जो कि सानो दादा हुनुहुन्छ, दिनेश दादा। सबभन्दा ठुलो अहिले मेन गार्जेन मेरो ठुलो दादा हुनुहुन्छ र दादाले पनि एकदम धेरै सपोर्ट गर्नुभएको छ मलाई। मेरो फ्यामिली पनि अब म केही पनि होइन, त्यही भएर यहाँ दादालाई पनि अब कस्तो लाग्दैछ तपाईँलाई लु त? मलाई भाइले यो उन्नति गरेकोमा यहाँ मेरो फ्यामिली हुनुहुन्छ, दादा भेना। ए आउनुभएछ त लु भन्नु न। होइन भाइले गरेकोमा बहुत खुसी छु, उन्नति गरेकोमा बहुत खुसी छु होइन। भाइको यो सेकेन्ड दोकान रहेछ, त्यसमा म खुसी भयो। भाइले सबै परिवारलाई बोलाएर हामी सबैजना यहाँनिर सामेल भएकोमा बहुत खुसी छौँ। भाइ अगाडि बढोस्, राम्रोसँगले अगाडि बढोस्, त्यसको लागि हामी छौँ, केही टेन्सन छैन हो। बाँकी सब ठिक छ। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सेलुन मेम्बर जतिजना पनि हुनुहुन्छ, तपाईँहरू देख्न सक्नुहुन्छ। लेडिज एन्ड जेन्ट्स सबैजना लगाएर हाम्रो फ्यामिली सेलुनको फ्यामिली हो। रेडी हामी फोटो खिच्यौँ है अब ल।